गाइस, आज चाहिँ धेरै दिन महिना बाद म चाहिँ आज भिडियोमा देख्नुहुँदैछ ल है। हुन्छ भिडियोमा देख्नुहुँदैछ हामी चाहिँ बराबरी चाहिँ दोकान हाल्दैछु। यहाँ चाहिँ आज त्यस्तो नजारा छ गाउँको टक्कै है। र शीतल गरम जीहरू कति बजी आएछ? नजाने तल जानु। ओइ सुनौ ल चाहिँ कति बजे आज चाहिँ मुलापुरी दोकान गएको है। 5 महिना 5 महिना होइन 5-6 महिना बाद आज फेरि म भेट भएर चाहिँ हामी सँगै भिडियो बनाउँदैछौँ र आजदेखि चाहिँ है आजदेखि चाहिँ भिडियो डेली आउनेछ कन्टिन्यू र त्यही हो भिडियो कन्टिन्यू आउनेछ है। हाम्रो नयाँ नयाँ भिडियोहरू हेरिदिनुहोस् होला र हाम्रो गाउँको सिनहरू चाहिँ यस्तो छ है। बाटो घर स्विङ अल्छी लाग्दो रहेछ है। फुलहरू रत्तो मजा मजाको कुखुरा त्यही हो गाउँघर त्यही हो है। यस्तो हुन्छ किन्ने गर्नु त मान्छे हेर्दै बस्छ किन्ने गर्नु पनि पऱ्यो। हामीले त मकै पनि थाले गाइस। मकै तपाईँहरूतिर कस्तो थाल्यो रोपे कि रोपेर हामीले त अब सिजन भयो है टाइम पनि भयो मकै रोप्नु थाल्यो रोपिसकेर पनि भइसक्यो बस। यहाँ चाहिँ पहिला हाम्रो ग्राउन्ड थियो है यहाँ पर होइन 12 पछाडि उयो चाहिँ जङ्गल भइसक्यो जङ्गल। हेर्नुहोस् माथि चाहिँ यो डाँडा काटेर गाइस हामी चाहिँ नि यो डाँडा काटेर चाहिँ स्कुल जानु पर्थ्यो होइन। यस्तो ढिजो लाग्थ्यो नि यस्तो ढिजो। यो डाँडादेखि पनि अर्को डाँडा छ कि त्यो डाँडा काटेर जानु पर्थ्यो। आऊ न ढिजो लाग्छ स्कुल टाइममा। आऊ छिटो। फुलहरू मजाले रोपेको छ नि। त्यही हो तपाईँलाई यहाँ माथिसम्म गएर देखाउँछु हाम्रो गाउँको बाटोहरू हाम्रो गाउँ। यहाँ त केरा पनि चाहिँ भएको केरा भएको छ नि। बाटो छ डढेलो लाएर जङ्गल पनि शेष बनाएछ तर राम्रो पनि भयो नि। कतिलाई नराम्रो पनि भयो कतिलाई अब कति किन भन्दाखेरि बाटोहरू पुरा जङ्गल झोडी भएको थियो नि त अनि त्यसले गर्दा चिल्लो पनि भयो। अब चितुवाहरूको केको पनि डर हुँदैन होइन खुल्ला छ नि त नभए त यहाँलाई बहुत डर हुन्छ। हामी त्यहाँदेखि चाहिँ माथिदेखि चाहिँ गाउँ छैन घर छैन जानुपर्छ। अब बहिनीहरू आएपछि अब तपाईँलाई यो एउटा चिज देखाउँछु ल म तपाईँलाई एउटा चिज। यो चाहिँ एनी टाइम मैले चाहिँ चेन्नईमा पनि भएको देखेँ क्या। यो चाहिँ एनी टाइम जहिले पनि हरेक दिन यो होइन सजना कस्तो भएको छ नि जोटिन्छ सजना चाहिँ यहाँनिर चाहिँ गाउँै छैन उकालो लास्ट भएको। त्यही हो है हामी भिडियो चाहिँ अबदेखि त्यसले नै लिन्छु तपाईँहरूले चाहिँ सपोर्ट गरिदिनुहोस् होइन। मैले त्यस्तो सोचेको थिएँ कि घरबाट चाहिँ अब कहिले चाहिँ आएर होइन घरबाट आएर चाहिँ के अरे भिडियो सुरु गर्नु युट्युबमा भनेर। किनकि अब एउटा अब भ्याइँदैन नि त टाइमले पनि भ्याइँदैन। त्यही हो टाइममा त मेन कुरो टाइमै हो। सबै कुरो टाइम मिलाउनु सक्नुपर्छ तर टाइमले चाहिँ त्यहाँ पाउँदैन क्या। बिना टाइममा खाना खुवाइ बिना टाइममा सुताइन्थ्यो त्यही कारण उठाइ पनि बिना टाइममै हुन्थ्यो। त्यही कारणले गर्दाखेरि साह्रै नै पर्थ्यो। यस्तो छ हाम्रो गाउँ चाहिँ
पर्स्याङ बजार त यहाँ टाढो देख्छ तर पर्स्याङ बजार यहाँ त छ नि पर्स्याङ बजार चाहिँ टाढो अरू तिमी भन न बनाउनु कस्तो लागेछ आजदेखि युट्युबमा भिडियो हाल्दै गफ गर्दा दुईजना र है एकछिन अहिले अर्को अहिले बादमा भेटेको होला यो त औँसी पूर्णिमा त आउँछ नि यता तँ त इन्स्टामा त पुरै फोटो हालिरहेको हुन्छ जस्तो ठोक्दैछु त आफ्नो जिउ त थाम्न नसकिरहेको थियो कसले पनि अहिले आउँछु नि ल अहिले भरे बेलुका बेलुका हुन्छ जु त नि जु केटा आएको मलाई नसोधी भिडियोमा हाल्यो भनेर खोलान्छ जु त नि त्यो घाम चाहिँ एकदम कडा नै छ यहाँ आऊ के भन्दैछौ ऊ त्यही साथीको छोरा हो सानोबडे है भर्खर तिर्नु थालेको छ बोल्नु भर्खर बोल्छ भर्खर मुख हाल्नु थाल्छ गरम त गरमै छ त त्यही तर नि यो चाहिँ समाज घर हो यहाँतिर चाहिँ हाम्रो बडाले सिमी चाहिँ एकदमै राम्रो राखेको रहेछ है त्यही हो गाइस गरम चाहिँ भनौँ न अब चेन्नई भन्दा चाहिँ होइन अलिकति चाहिँ कम्ती जस्तो लाग्यो त चेन्नई भन्दा चाहिँ कम्ती नै हो तर पनि हुन्छ नि अब गरम चाहिँ गरमै छ तर यहाँ चाहिँ के भन्दाखेरि हाम्रो पहाडहरू पढेर होला रुखहरू पर्दा शीतलै हुन्छ त्यो मजाको बडाले सिनेरी उयो लगाइदिएको रहेछ बाटोमा राम्रो नै हो स्याम्पुम झऱ्यो त्यही हो गाइस टमाटम अब चाहिँ मेरो के काम छ भन्दाखेरि होइन अब सब्जी बनाउनु छ हो लुगाहरू धुनु छ लुगा एकदम मैला पर्छ सब्जी लुगाहरू धुनु छ खोला जाउँ भन्दै थियो हो सोच्दैछु लुगा धुयो खोला जाउँ कि के गरौँ भनेर हेर्छु होइन भाइले लुगा धुनु सो खोला जान्छु नभए चाहिँ म जान्न होइन त्यही यहाँ चाहिँ पानी हाम्रो चाहिँ साँच्ची भनेको कि हाम्रो यहाँ चाहिँ पानी नि एनी टाइम यो चाहिँ एनी टाइम खुल्ला नै हुन्छ होइन पानी कहिले पनि हुँदैन सुक्दैन हाम्रो चाहिँ आफ्नो पर्सन हो त्यही हो गाइस तपाईँहरूलाई अहिले बादमा है अब खानासाना कन्डिसन बनाएर देखाउँछु त्यही हो बादमा भेटौँ है पानी चाहिँ एनी टाइम भने चाहिँ तर गरम चाहिँ बधै भयो मलाई चाहिँ साँच्चै भनेको बदलम देखो लुकाइहाल्यो नि बसीले त गरम भयो म त यहाँ चेन्नई जतिको पो लाग्नु थाल्छ गरम छ त अन्त यहाँ बनायो ए ओ माई गॉड यहाँ चाहिँ गरम चाहिँ एकदम चेन्नईकै बाउ लाग्यो के भन्नु सेम लुगा पनि छैन हौ आम्मामा एकछिन पनि गर्दैन नि के भन्नु मच्छर जुत्ता खै
खोलामा धुम्नु जाउँ भनेको नि यहीँ धुन हो खोलामा अप्ठ्यारो हुन्छ आपाहरू गएको होइन आपाले माथि बाजेहरूमा मकै के सघाउँदैछु हुन्थ्यो त्यहाँको चाहिँ हाम्रो बडीहरू चाहिँ मकै अदुवा चाहिँ ड्याम्मै लगाइसकेको छ हो मकै चाहिँ कति मात्रै कति माथि घरतिर छिटो फलाइसकेको रहेछ छिटो उम्रिसकेको छ यहाँले भर्खर उम्रिन्छ त्यही हो छिटो ढिलो रोप्यो भने चाहिँ छिटो ढिलो नै हुँदो रहेछ यस्तो जङ्गल छ यहाँ त हाम्रो घर माथि नै हो होइन धनी नै छ यस्तो सानोको याद हो सानो हामी क्याडेसहरू बोकेर उतालाई त चरा छिक्दै के मार्दै हुन्थ्यो नि जङ्गलमा यहाँतिर अहिले छैन पहिला सानोको र अहिलेको संसार त कस्तो हुँदैछ साँच्ची नै सुनसान छ गाउँ पनि हरेस लाग्छ बाजे घर चाहिँ माथि नै छ बाजे यहाँ एक्लै छ बाजेको घर हेर्न हाम्रो आप्पाले पर रोप्दो रहेछ एक्लै पो रोप्दो रहेछ हाम्रो बाउ त एकदम छैन आपा के गरेको के गर्दैछ बाबा यस्तो भइसकेको रहेछ यता गाडीमा आउँछ जङ्गल बाटो जङ्गल छैन बाटो नि बाबा के रोपेको हुन्छ यहाँ कसले जोताएको यहाँ चाहिँ खै बाजे आमा माथि माथि सिङ्गोबाट गएको छ यहाँ पो शीतल हुँदो रहेछ है मकै रोप्दैछ हाम्रो आप्पाले सबै यहाँ पाला भर्खर माइक खान सकाइदिए अहिले मलाई पाला यहाँदेखि परसन खने आफै खनेछ म चिलो दिनु गएको अब जान्छु ल आपा खनेछ बाजे पर हुन्छ खाना यहीँ खाइ घर खाने घरमा चाहिँ म बनाइदिन्छु त नि आउनु न खानु ल बाजे बस्नु ल आमालाई पठाइदिनु होइन गरम भयो आप्पालाई मकै सबै खानु सकेर पनि अब चाहिँ लुगा धुन जानुपर्छ गरम चाहिँ एकदमै भन्दा एकदम गरमै रहेछ होइन गरम रहेछ होइन भयो तर केही होइन रुख छ नि त रुखले गर्दाखेरि शीतल पनि हुँदो रहेछ एकदमै चिसो हावा हुन्छ नि अब गाउँघरको चिसो हावा मिठो हावा यो गरम भयो भने चाहिँ हाम्रो सजिलो छ तर यहीँ पर गएर स्विमिङ गरे पनि हुन्छ खोला छ होइन यहाँ गएर स्विमिङ गर्दा पनि हुन्छ त्यही हो एकदम पर चाहिँ हाम्रो डली आउँदैछ डली बली आउँदैछ पमिका आए त्यही हो रुखपात छैन भने त एकदम साह्रो पर्छ है गरम हुन्छ रुखपात एकदम सजिलो हुन्छ है
शीत अक्सिजन हुन्छ नि त शीत हावा दिन्छ शीतल दिन्छ छैन भने चाहिँ यस्तो गरम हुन्छ नि त हाम्रो बडीले अद्ध मकै पनि रोपिसक्यो यो फाँडेर जङ्गलमा पनि त्यही हो चाहिँ घर चाहिँ लुगा धुनु बसेको एकदम घाम लागिरहेको छ अनि फेरि पानी परेर रड्डी हुन्छ होइन त्यो भएर चाहिँ जाउँ मेरो बुढी यहाँ चाहिँ हाम्रो बडाले ल्याएको सुँगुर यहाँ बढी जो आफूलाई मकै सबै रोप्दै सघाइदिएको बनाएन नि कसले बनाउनु थाल्यो मलाई मकै खनेको एकदम र बादमा भेटौँ होला खानुपर्छ कहाँ भाग्छौ गरम गरम चाहिँ एकदमै घाम चाहिँ एकदम खतरा लागिरहेको छ र भर्खर चाहिँ तपाईँहरूले त्यहाँ खानासाना पनि पकाइसक्यो होइन खानासाना पकाइसकेर चाहिँ अब चाहिँ लुगा धुनु गएको होइन लुगा सुगा धोइसकेर चाहिँ नुहाउनु पर्छ र हाम्रो चाहिँ होइन सजिलो छ नि त खोला छ त्यहाँ लुगा सुगा धोएर चाहिँ पौडी खेल्नु पर्छ होइन त्यहाँ चाहिँ खाएर खानासाना खाएर चाहिँ अब त्यही हो गाउँघरमा के हुन्छ होला होइन यसो त अनातिको त्यही टाइम पास हुन्छ केही छैन अहिले फिलहाल होइन त्यही हो गाइस घाम चाहिँ एकदमै रहेछ होइन यहाँ हेर्नुहोस् घाम चाहिँ एकदम छ त्यो लुगा धुनु गएको अब जाडो हिजो चाहिँ तर एकदमै खतरा पानी पर्थ्यो होइन पानी पर्दाखेरि चाहिँ बजार आएको पानी परेर मतलब भोलि पनि पानी पर्ने रहेछ भनेर त झन् आज चाहिँ घाम लाग्यो राम्रो पनि भएन घाम लागेर इन्कम धुनुपर्छ नि त त्यही कारण घाम लागेर राम्रो पनि भयो त्यही हो छोडी चाहिँ एकदमै जङ्गल छ आमामाम साह्रो छ गाइस साह्रो छ छोडी जङ्गल आमामा देख्न सक्नुहुन्छ यहाँ झुङ्गडी घाँसहरू एकदम ज्यादा घाँस छ त्यही हो गाइस है तपाईँहरूलाई म खोला पुगेर देखाउँछु होइन जो निकै छ खोला पुग्नु चाहिँ र त्यही हो खोला चाहिँ यहाँ पनि पुग्नु आँट्यौँ होइन एकदमै देख्नुहोस् मेरो पछाडितिर देख्न सक्नुहुन्छ र मेरो अगाडि पनि देख्न सक्नुहुन्छ कति जङ्गल छ र त्यही हो आमामा काँडा कस्तो गएको थियो त्यही हो अब भिडियो चाहिँ तपाईँ धेरै इन्जोय गरिदिनुहोस् हाम्रो गाउँघरको त्यही हो भिडियो चाहिँ आइरहने छ होइन तपाईँलाई मेरो भिडियो हालिरहने छु र भूमिका चाहिँ उपर खोलामा त्यस्तो छ खोला कति दिनको बाद खोला अहिले खोला सानो छ कस्तो चिसो हाम्रो खोलामा हुन्छ आउनुहोस् न तपाईँहरू पनि जाडो छ
ब्रेसै देख्छ न मलाई थाहै छैन लुगा धुइसक्यौँ होइन लुगा धुइसकेर चाहिँ बाटोमा यहाँ पस्दैछौँ होइन पुरा घाम भर्खर नभएर आएको फेरि जिउ त्यत्तिको भयो घामले होइन गरमले गर्दाखेरि अनि यहाँ पर चाहिँ देख्नु सक्नुहुन्छ कसले चाहिँ आगो लगाइदिएछ त्यहाँनिर पुरा धुवा त उठ्दैछ डर छ झोडीहरू राम्रो पनि होइन तर त्यो राम्रो पनि अब राम्रो पनि होइन अब किन भन्दाखेरि अब जङ्गलहरू पनि हुन्छ होइन एकदमै अब कतिको रुखपातहरू मर्छ नि त कति फेरि अब फेरि जङ्गल झोडी पनि हुन्छ हो त्यही कारणले गर्दाखेरि त्यति नै थियो होइन मन पर्ने लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला होइन अब नेक्स्ट भिडियो हामी फेरि यसरी नै ल्याउनेछु अझै राम्रो राम्रो ल्याउनेछु आज त फर्स्ट मात्रै होइन त्यही कारणले गर्दा पोस्ट भएन नेक्स्ट भिडियो अलिक राम्रो गरेर ल्याउनेछु होइन र भोलि पनि छ होइन भोलि पनि धेरै कामहरू छ होइन तपाईँहरूलाई देखाउने छ के गर्नुपर्ने त्यही हो जिन्दगानी दर्पण छ यहाँ भिडियो भनेको है भोलि यतिकै अब रेगुलर आउनेछ त्यही हो गाइस सबैलाई बाई बाई